बिहान जयमसी तपाईँहरू सबैजनालाई। अनि आशा गर्छु तपाईँहरू सबैजना सन्चै हुनुहुन्छ भनिकन है। अनि प्रभुले तपाईँहरू सबैजनालाई आशिष दिनुभएको होस्। अनि म फेरि पनि आइसकिसकेको छु तपाईँहरूको माझमा फेरि पनि एउटा नयाँ स्टोरीलाई लिएर। अनि आशा गर्छु अनि मैले पहिला हालेको स्टोरीलाई तपाईँहरूले मन पराउनु भयो भनिकन। अनि म फेरि पनि तपाईँहरूको माझमा फेरि एउटा नयाँ स्टोरीलाई लिएर आएको छु। हुन्छ सुनौ है त। एउटा ठाउँमा चाहिँ है अनि चर्च हुन्छ। अनि त्यहाँनिर चाहिँ अनि एउटा छोरी अनि धेरै समयहरूदेखि त्यही मण्डलीमा सेवाकाय गरेर आइरहेको हुनुहुन्छ। अनि समयहरू बित्दै जान्छ अनि त्यो छोरीलाई एउटा यस्तो महसुस हुन थाल्छ कि अबदेखि चाहिँ म सेवा सङ्गति जान्दिनँ, अबदेखि चाहिँ म चर्च जान्दिनँ, किनभने मलाई चाहिँ कसैले वास्ता पनि गर्दैन होइन, मसँग चाहिँ कोही पनि बोल्न खोज्दैन। सो त्यो भएको कारणले चाहिँ अबदेखि म चर्च जान्दिनँ भनेर त्यो छोरी धेरै समय है उसले चर्च जान छोडेको हुन्छ। अनि यत्तिकैमा उसको पास्टरले चाहिँ किन आएन के भएन भनेर चाहिँ उसलाई कन्ट्याक्ट गरिरहेको हुन्छ। अनि एक दिन अनि त्यो छोरी फेरि पनि त्यो चर्चमा आउँछ फर्केर है। अन्त पास्टरले सोध्दै गर्दाखेरि चाहिँ नानी तिमी त आउँदै थियो सेवा सङ्गति फेरि आउनै नै छोड्यो त, के भएर त्यस्तो भनेर जब पास्टरले त्यो छोरीलाई क्वेसन सोध्नुहुन्छ अनि छोरीले यो जवाब दिन्छ कि पास्टर बा म आउँदै थिएँ तर मलाई यो कारणले मलाई मण्डली आउनु मन लाग्नु छोड्यो होइन, मन परेन अथवा अनि त्यो कुरा चाहिँ के हो त भन्दै गर्दाखेरि चाहिँ मसँग चाहिँ मण्डलीमा चाहिँ कोही पनि बोल्नु खोज्दैन अनि कसैले पनि मलाई वास्ता नै गर्दैन। सो त्यो भएको कारणले चाहिँ अबदेखि म चर्च जान्दिनँ, सेवा सङ्गति जान्दिनँ भनेर चाहिँ मैले त्यो निर्णय गरेँ भनेर भन्नुहुन्छ है त्यो छोरीले। पास्टरले त्यो भनिकन जवाब दिनुहुन्छ। अनि यतिकैमा पास्टरले के भन्नुहुन्छ भन्दै गर्दा छोरी ठिकै छ, त्यसो भए म तिमीलाई एउटा काम हराउँछु त्यो गर्छौ भनेर भन्नुभयो है। अनि त्यो छोरीले के भन्छ त भन्दै गर्दा भइहाल्छ नि पास्टर बा, म तपाईँले भनेपछि त म गरिहाल्छु नि भनेर भन्छ है त्यो छोरीले भन्नुहुन्छ। अनि यतिकैमा अनि पास्टर बाले त्यो पर भएको गिलासमा एक गिलास भरि पानी लिएर आऊ त भनेर काम हराउनुहुन्छ है। अन्त त्यो छोरीले त्यसरी नै गर्छ। अनि जब उसले ए पास्टर बा हेर्नुहोस् त मैले लिएर आइसकेँ भनेर जब त्यो छोरीले देखाउँछ अनि पास्टरले भन्नुहुन्छ ओके ठिक छ, त्यसो भए अब त्यो भरि भएको गिलासमा भएको त्यो पानीलाई तिमीले नफुकाइकन एक थोपा पनि तिमीले भुइँमा नखसालिकन चाहिँ यो चर्च वरिपरि एक राउन्ड घुमाऊ त भनेर भन्नुहुन्छ। अनि छोरीले भन्छ कि ओके त्यो त म सकिहाल्छु नि, यति सजिलो काम त म गर्न सकिहाल्छु नि भनेर है त्यो छोरीले भन्छ। अनि ल हुन्छ त्यसो भए गर भनेर पास्टरले भन्नुहुन्छ है। जब त्यो छोरीले त्यो कामलाई स्टार्ट गर्छ अनि त्यो ग्लासको पानीलाई चाहिँ उसले अनि नपखाइकन लगिरहेको हुन्छ। किन भन्दै गर्दाखेरि चाहिँ पास्टरले त एक थोपा पनि नजानु भन्नुभएको हुन्छ नि त। सो त्यो भएर त्यो छोरीले चाहिँ एकदमै ध्यान केन्द्रित भइकन है त्यो पानी त्यो ग्लासमा भएको पानीलाई एकदमै ध्यान दिएर हेरेर कतै पोखिन्छ कि बा भन्दै बिस्तारो हिँडेर चाहिँ अनि एक राउन्ड त्यो छोरीले ल्याएर एक राउन्ड मारेर चाहिँ पास्टर बा भएकोमा आइपुग्छ। ल पास्टर बा मैले सकेँ, मैले एक थोपा पनि मैले पानी झारिनँ भनेर भन्छ। अरे हो र कसरी भनेर पास्टरले त्यो छोरीलाई प्रश्न गर्नुहुन्छ। अनि छोरीले यसरी जवाब दिन्छ कि किनभने नि पास्टर बा मैले चाहिँ जब तपाईँले भन्नुभयो कि यो ग्लासको पानी चाहिँ नपोखिकन चाहिँ एक राउन्ड गर्नु भन्नुभएको थियो, मैले चाहिँ यो पानीमा यति धेरै मैले हेरेँ कि मैले मेरो ध्यान चाहिँ अरू काहीँ पनि मैले दिइनँ, तर मैले यही ग्लासको पानीलाई हेर्दै कतै ढल्छ कि कतै पोखिन्छ कि बा भन्दै है मैले चाहिँ यसलाई हेरेर नै एक राउन्ड पुऱ्याएँ अनि मैले सकेँ, मैले पानी पोखिनँ भनेर त्यो छोरीले भनिकन जवाब दिन्छ। अनि त्यो भन्दै गर्दा पास्टर बाले चाहिँ मजाको कुरा के भन्नुहुन्छ के भनेर जवाब दिनुहुन्छ त्यो छोरीलाई भन्दै गर्दाखेरि नि हो छोरी त्यस्तै जसरी तिमीले यो पानीलाई मैले एक राउन्ड मारेर ल्याऊ भनेर भन्दै गर्दाखेरि चाहिँ तिमीले यो पानीलाई जसरी एकदमै एउटा केन्द्रित भइकन तिमीले हेऱ्यौ है। अनि त्यो हेरेको कारणले चाहिँ तिमीले अलिकति पनि पानी पोखिन दिएनौ र तिमी त्यो कुरामा सफल भयो। हो त्यस्तै आज तिमी अनि म पनि एउटा मण्डली जानुपर्ने कुराहरूमा है सङ्गति गर्नुपर्ने कुराहरूमा आज मान्छेले वास्ता गरेन, मान्छेले मलाई भ्यालु नै दिएन होइन, मान्छेले मलाई बोलेन, मान्छेहरू मसँग बोलेन, मेरो वास्ता गरेन भनेर चाहिँ हामीले त्यो कुराहरू गर्ने होइन। तर आज मान्छेलाई हेरेर चाहिँ हामी के गर्ने होइन त सेवा सङ्गति जाने होइन, तर हामीले चाहिँ ख्रिस्टलाई हेरेर चाहिँ जसरी चाहिँ हामीलाई जीवन दिनुभएको छ अनि उहाँलाई चाहिँ हेरिकन चाहिँ हामीले उहाँलाई हाम्रो केन्द्रबिन्दु बनाइकन चाहिँ हामी आउनुपर्छ सङ्गति
भन्ने कुराहरू भन्दै गर्दाखेरि चाहिँ जसरी अनि त्यहाँनिर भन्नुभएको थियो पास्टर बाले, जसरी तिमीले यो पानी पोखिन्छ कि भनेर तिमीले यताउता नहेरिकन चाहिँ त्यो पानीलाई तिम्रो केन्द्र बनाएर तिमीले ग्रहण गर्यौ, त्यस्तै आज तिमीले पनि ख्रिस्टलाई केन्द्र बनाइकन तिमीले जियौ भनेदेखिलाई चाहिँ तिमीलाई मान्छेले वास्ता नगरोस्, मान्छे तिमीसँग नबोलोस्, त्यो कुराले तिमीलाई केही पनि फरक पार्दैन। यस कारणले अनि तिमी अनि म अनि हामीले चाहिँ आज व्यक्तिलाई हेरेर होइन, एउटा पास्टरलाई हेरेर होइन, तर हाम्रो परमेश्वरलाई हेरेर चाहिँ हामीले सङ्गति अथवा सेवा सङ्गति हामी मण्डली जानुपर्छ भनिकन है पास्टर बाले यस्तो जवाब दिँदै गर्दाखेरि त्यो छोरी चाहिँ छक्क पर्छ है भन्ने कुराहरू चाहिँ त्यो छोरीले महसुस गरेको छ। प्रियहरू, त्यस्तै आज तपाईँ अनि म पनि धेरै समयहरूमा है मेरो मण्डलीले मैले भनेको कुरालाई बुझिदिएन होइन, मेरो मण्डलीले मैले भनेको कुराहरूलाई मानिदिएन होइन, म यस्तो छु, मैले त्यो गर्न खोजिरहेको छु तर पनि मेरो मण्डलीको व्यक्तिहरूले चाहिँ मैले भनेको मानिदिएन, अथवा म मण्डली जाँदै गर्दाखेरि चाहिँ मेरो मण्डलीको व्यक्तिहरू चाहिँ मसँग बोल्नै खोज्दैन, उनीहरूले मलाई वास्ता नै गर्दैन भनेर धेरै समयमा तपाईँ अनि म पनि निराश भइरहेका हुन्छौँ। तर आज यो स्टोरीबाट चाहिँ म तपाईँलाई के उत्साह दिन चाहन्छु भन्दै गर्दाखेरि चाहिँ नि आज तपाईँ अनि मैले चाहिँ नि आज मान्छेलाई हेरेर होइन, कुनै पास्टरलाई हेरेर होइन, कुनै व्यक्तिलाई हेरेर होइन, मण्डलीमा भएको कुनै पनि अग्रज व्यक्ति अथवा तपाईँको मिल्ने साथीलाई हेरेर होइन, तर ख्रिस्टलाई हेरिकन चाहिँ हामीले एउटा जीवन जिएको छ भनेदेखिलाई, आज परमेश्वरलाई हेरिकन चाहिँ हामीले हाम्रो जीवनहरू जिइरहेको छ भनेदेखिलाई चाहिँ है आज हामी निराश हुँदैनौँ है। आज जसरी त्यो छोरी पनि आज मण्डलीको व्यक्तिले वास्ता गरेन भनिकन चाहिँ ऊ चाहिँ है आज सङ्गतिर आउनु छोडेको छ, तर जब उसले अन्तिममा गएर थाहा पायो कि है साँच्चै मैले चाहिँ मेरो केन्द्र चाहिँ मैले ख्रिस्टलाई बनाउनु पर्ने रहेछ, आज मान्छेले मलाई वास्ता गरेन, मान्छेले मलाई प्रेम गरेन भन्ने कुराहरूलाई लिएर होइन रहेछ है, म चाहिँ ख्रिस्ट केन्द्र जीवन जिएर चाहिँ मैले सबै कुराहरू प्राप्त गर्ने रहेछु भन्ने कुरा उसले थाहा गरेको छ। त्यस्तै प्रियहरू, आज तपाईँ अनि म पनि नि आज हामीले मान्छेलाई हेरेर होइन अनि मान्छेलाई केन्द्र बनाएर होइन, तर ख्रिस्टलाई केन्द्र बनाएर चाहिँ हामीले जियो भनेदेखिलाई चाहिँ है आज हाम्रो जीवनमा चाहिँ त्यो असल कुराहरू आउँदो रहेछ अनि हामी निराश हुँदैन रहेछौँ, किनभने मान्छेलाई चाहिँ हामीले खुसी बनाएर कहिले पनि सक्दैनौँ, किनभने मान्छेलाई तपाईँले जति खुसी बनाउन खोज्नुहुन्छ अनि उसको डिमान्ड पनि बढ्दै 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 जान्छ, तर परमेश्वरलाई हामीले खुसी बनायो भनेदेखिलाई चाहिँ नि आज जुन व्यक्तिले परमेश्वरलाई प्रसन्न तुल्याएको हुन्छ आज त्यो व्यक्तिले अरूलाई खुसी बनाउनु जरुरी नै छैन, किनभने अरूलाई खुसी बनाएर चाहिँ हामी कहिले पनि सक्दैनौँ। अनि यस कारणले चाहिँ नि आज आनन्दित व्यक्ति अनि धन्यवादी हुने त्यो हृदय भएको व्यक्ति चाहिँ त्यही हो कि जसले चाहिँ आफ्नो केन्द्र चाहिँ अनि ख्रिस्टलाई बनाएको हुन्छ। अनि यस कारणले अनि म यो आजको स्टोरीबाट म तपाईँलाई यो उत्साह दिन चाहन्छु कि आफ्नो जीवनको केन्द्र चाहिँ मण्डलीको अगुवा, मण्डलीको व्यक्ति, मण्डलीको कुनै पनि कुराहरूमा होइन, फलाले मलाई यो बोलिदिएन, फलाले मलाई वास्ता गरिदिएन भन्ने होइन, तर ख्रिस्टले चाहिँ मलाई प्रेम गर्नुभएको छ अनि उहाँले चाहिँ मलाई वास्ता गर्नुभएको छ भन्ने कुरालाई हामीले लिएर हिँडौँ है। अनि यो कुराहरू चाहिँ अनि तपाईँ अनि म अनि दुबै भइकन यो कुरालाई फलो गऱ्यो भनेदेखिलाई चाहिँ प्रभुको शान्तिले, उहाँको शक्तिले, उहाँको सामर्थ्यले तपाईँको जीवन अनि मेरो जीवनलाई फल्दै फुल्दै नै वृद्धि गराउँदछ। अनि यस कारणले अन्त्यमा म तपाईँलाई यही भन्न चाहन्छु, हाम्रो जीवनको केन्द्रबिन्दु चाहिँ हामीले ख्रिस्टलाई बनाउनु पर्छ, न कि त्यो हाम्रो मण्डलीमा कुनै व्यक्ति पनि होइन अनि हाम्रो नजिकको व्यक्ति पनि होइन, तर हाम्रो केन्द्र चाहिँ ख्रिस्ट हुनुपर्छ। आमेन। अनि हुन्छ, फेरि सबैजनालाई जय मसीह, तपाईँहरू सबैजनालाई परमेश्वरले आशिष दिनुभएको होस्।